हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ। फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु। नम्रा जोशी हेर्नु होला गाइज। हामीहरू जाँदैछौँ मन्दिर। मन्दिरमा के कस्तो हुन्छ सब देखाउँछु तपाईँहरूलाई। हेर्नु होला। लेट्स गो गाइज। एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के। हामीहरू हुनुहुन्छ भिनाजु। वा अर्खा भिनाजु। ओहो पुरा ऱ्यापर थियो। ऱ्यापर के ऱ्यापरको नाम थियो बिर्से यार म। एमा बुद्धको टोपी लगाउँदै हो हिँड्नु भएको छ हाम्रा अर्खा भिनाजु। टोपी छ किन हेरेर एमा बुद्धको जस्तो टोपी लगाएर हिँड्छ। अहिले जाँदैछु गाइज हामी मन्दिर। त्यसपछि जानेछौँ घुम्न उता हाटकोली जाने भन्ने प्लान छ आज हाम्रो 3 जनाको। अब के हुन्छ हेरौँ। होइन छैन जान्छ मजाले जान्छ। म लिएर जान्छु नि के छ र जानु पर्यो आज। अनि मन्दिरमा हुनुहुन्छ हाम्रो आफ्नै हितैषी एकदमै मनकारी अनि मनकारी अनि एकदमै यिनका ठुलो बुवा मेरा कान्छा भिनाजुका ठुलो बुवा। हेर्नु होला है हाम्रा कान्छा भिनाजु यिनी छन्। कान्छा भिनाजुका ठुलो बुवा छन्। दक्षिणा पनि माग्छु म। टिका लागेको अलि माग्नु त परिहाल्यो होइन। त्यही भएर हेर्नु होला। हाटखोली पनि जानेछु आज। हाटखोलीको भिडियो युट्युबमा हेर्नु होला। ल अब मन्दिर पुग्नु 2 किलोमिटर बाँकी। त्यहाँ त मन्दिर अलि जुम गरेर ल हेर्नु होला। हेर्नु होला गाइज। अब मन्दिर पुग्नु लागेछौँ। मन्दिर पुग्न लागेछौँ गाइज। हाम्रो मन्दिर यस्तो छ। मान्छेहरू धार्मिक पर्यटकहरू हामीहरूसँग हुनुहुन्छ यहाँ भित्र। यस्तो छ धार्मिक पर्यटकहरू पनि बसिराख्नु भएको छ। हाम्रा एकदमै ठुलबुवा हाम्रा कान्छा भिनाजुका ठुलबुवा हाम्रा यो मन्दिरका पुन्ना। अच्छा ठीक है पुजारी हुन्। तिनीसँग विशेष कालको प्रस्तुति पनि रहनेछ। त्यस्तै छ कालिका मन्दिरका पुजारी साथ हाम्रा धार्मिक स्थलमा यस्ता मान्छेहरूको घुइँचो अलि बढी छ। घुइँचो धार्मिकमा यस्तो मान्छेहरूको घुइँचो अलि बढी छ। हामीसँग यहाँ पुजारी पनि छन्। हेर्नु हाम्रा दर्शन नजर यस्तो छ। मन्दिरमा पूजा पनि भइरहेछ। अब हामीहरूसँग छन् भिनाजु। अब यस्तै छ। ल यो फल प्रसाद भयो। अलि यो राख्ने पर्यो। होइन टिका त एकछिनमा लाउनु पर्ला त। टिका कति बेला लाउनु? ल उठाले रे देवा, उठाले रे बाबा। अर्खा कान्छा बुवा कान्छा भिनाजुका कान्छा बुवा कान्छा भिनाजुका कान्छा। मालूम है तेरे बाप को मत सिखा। धार्मिक पर्यटकहरूको घुइँचो यस्तो छ यहाँ। धार्मिक पर्यटकको घुइँचो यस्तो छ। धार्मिक पर्यटकहरूको घुइँचो।